यदि तपाईँहरूको कुनै पनि भाँडाको ढक्कनको यो जुन समाउने ठाउँ छ त्यो बिग्रिएको छ भने तपाईँहरूले यसलाई सजिलै फेर्न सक्नुहुन्छ। यसरी हामीले त यो भाँचियो, बाङ्गियो, बिग्रियो, खिया लाएर भाँचिसक्यो होइन, यो काम लागेन। यो काम नलागेपछि के गर्ने त, बिर्को नै फालेर त फेरि भाँडामा केले ढाक्ने भन्ने हुन्छ, केले छोप्ने भन्ने हुन्छ होइन। त्यही भएर एउटा यो बिर्कोमा माथि लगाउने यत्तिकै सामान पाइन्छ। यो सामानलाई तपाईँले लिएर आएर घरमै आफैले चेन्ज गर्न सक्नुहुन्छ। यो चाहिँ सामान्य सजिलो पनि छ। यति यो पेज खोल्ने होइन, यति पेज खोलिसकेपछि यसको पछाडिको पनि निस्कन्छ, पछाडिको खुल्छ र त्यो पछाडिकोलाई त्यहाँ राख्ने तरिका म बताउँदैछु। हेर्नुहोस्, यसलाई यहाँ माथिबाट कस्ने हो, यो स्टिलको त्यो पाललाई बन्द गर्ने र पछाडिबाट यो नट लगाउने। यो नटमा एउटा वासर छ होइन, त्यो वासर चाहिँ त्यही राख्नु पर्यो, नत्र भने त्यही भित्र छिर्न सक्छ। यसलाई यति गरिसकेपछि यसको यो नटलाई त्यसको माथि मिलाउने होइन। त्यसलाई मिलाउनुभन्दा पहिला हामीले पछाडिबाट यो पालको सिधा हुनु पर्यो है, ठ्याक्क त्यो बिचको पालबाट सिधा हुनु पर्यो। त्यसको माथि यसलाई राख्ने अनि पछाडिबाट त्यो पेजलाई त्यही पालबाट यो भित्रसम्म पुग्ने गराएर अनि घुमाउने। यहाँ यसरी यहाँबाट छिराउने पर्छ है। अब यहाँबाट यसरी यो पाल छ नि, त्यसमा सिधा गराएर यो फुस्क्यो हेतेरिका। अब यहाँ पालबाट छिराइसकेपछि यो चाहिँ पछाडिसम्म जान्छ होइन। सिधा त्यो पालबाट त्यो पछाडिको स्टिलको पनि त्यो सानो स्टिलको टुक्रा छ नि, त्यसमा पनि बिचबाट छिर्नु पर्यो। यसरी यो छिरिसकेपछि अब यो माथिको यो मैले जुन हातमा समातिरहेको छु यसमा यहाँ पाल छ सानो, हो त्यो पालमा पेज छ भित्रपट्टि। त्यसलाई हल्का घुमायो भने तल, तर यो बेलामा पछाडि समाउनुपर्छ है, म देखाउँछु। यसरी घुमाएर यो पछाडिकोबाट यसलाई प्रेस गर्ने, हल्का यसरी प्रेस गर्नुभयो भने यो घुम्दैन अनि यताबाट टाइट गर्न सकिन्छ। अनि अलिअलि टाइट गरिसकेपछि फेरि यसलाई चाहिँ हामीले यता पछाडि नै पल्टाएर यो अब टाइट लगभग भइसक्यो। अझै टाइट गर्नको लागि यो स्क्रुड्राइभरको सहयोगले अलिकति कसेर टाइट गरियो भने यो पुरै बलियो तरिकाले बस्छ होइन। यति भइसकेपछि अब यो चाहिँ बलियोसँग समात्यो, यो घुम्दा पनि घुम्दैन, स्लिप पनि भएन, टाइट भयो मजाले। तपाईँले यसरी भाँडालाई छोप्न निकाल्न सक्नुहुन्छ।